यो हाम्रो एकजना दाइले चाहिँ यहाँ गाडीमा यहाँ झरेको रहेछ फोन चाहिँ होइन, फोन चाहिँ झरिराखेको रहेछ। अब यो दाइसँग कन्ट्याक्ट पनि भइसक्यो। अब म पुऱ्याउनु जाँदैछु फाइनली होइन। अब त्यस मान्छेको सामान होइन गाडीमा कति झर्छ कति छोड्छ होइन, उनीहरूले जानीले त्यस छोडेको पनि होइन छुट्टाएको पनि होइन। के भन्न चाहन्छु भने सामान सानो के सामान भए पनि उहाँहरूको सम्म पुर्याइदिनु हो, किनकि उहाँहरूको इम्पोर्टेन्ट सामानहरू हुन्छ के हुन्छ होइन। उहाँहरूले अब जानी छोडेको पनि होइन, अन्जानमा छोडिरहेको हुन्छ होइन, बिर्सेर होइन कसैको अब अचानक झरिराखेको हुन्छ, त्यतिखेर थाहा हुँदैन। सामान जस्तो सुकै भए पनि जे सुकै भए पनि सामान चाहिँ उहाँले पुऱ्याउनु पर्छ क्या। पुऱ्याएपछि जस दिनुपर्छ गर्नुपर्छ, किनकि अब उहाँहरूले अब जस इम्पोर्टेन्ट सामानहरू केहरू हुन्छ नि त यसमा। अब भएपछि अब उहाँले अब कागजपत्रदेखि ल्याएर अहिलेको जमानामा सबै कागजपत्रहरू केहरू सबै गाडीमा हुन्छ नि त। फाइनली लास्टमा के हुन्छ कसो हुन्छ लास्टसम्म मेरो हेरिदिनु होला कस्तो हुँदो रहेछ हेरौँ। अब म जस दाइकोमा म पुऱ्याउनु जाँदैछु। म दाइले चाहिँ चाबेलतिर छोडेको, तर यो साइलेन्टमा रहेछ, फोन पनि साइलेन्टमा छ। साइलेन्टमा भएपछि मैले चाहिँ फोन चाहिँ कतिखेर आउँछ भनेर यसरी हेरेर बसेँ होइन। अनि फोन पनि आयो। फोन आएपछि मैले चाहिँ तपाईँको फोन चाहिँ गाडीमा छुटेको रहेछ भनेर मैले भनिसकेपछि अब जस्तो मान्छे चाहिँ मैले हालिसकेको थिएँ। मान्छे हालिसकेपछि मैले तत्कालै पुऱ्याउनु मैले सकेन। ल एकछिन वेट गर्नुपर्छ तपाईँहरूले, किनकि मैले मान्छे हालिसकेको छु। मान्छेहरू ड्रप गरिसकेपछि मात्रै तपाईँको सामान पुऱ्याउनु म भ्याउँछु। अलि टाइम लाग्छ भनेर भनेको छु। ल ठिकै छ भाइ, यहाँ मैले ल्याइदिनु भनेर भन्नुभएको छ उहाँले होइन। त्यही भएर म जाँदैछु, हिँड्दैछु। अब कतिखेर पुग्छ होइन। अब एकछिन अब जस अझै अहिले म कहाँनिर गोकर्ण मन्दिरमा त पुगेको छैन। अब जस टाइम त लाग्ला 10-15 मिनट जस्तो 15 मिनट राखौँ न, 15 मिनट लाग्छ होला। फाइनली यो फोन म पुऱ्याउनु जाँदैछु है। के कस्तो लाग्छ तपाईँहरूले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। यहाँबाट गोकर्ण मन्दिर पुगेपछि काठमाडौँ सहर पुगे हिँडेको है। काठमाडौँ सहर एकदम सरासरी जाँदैछु उहाँहरूको सामान पुऱ्याउनु लागि। म चाहिँ एकदम सरासर जाँदैछु यो फोन पुऱ्याउनु जाँदैछु। अब त्यहाँ पुगेपछि म कल गर्छु। कल गरिसकेपछि तपाईँको सामान आइपुगे भनेर म भन्छु फाइनली।
सामान अब के लोभ भन्नु अरूको अरू 5-6 सयको ल यो 2-3 लाखै भनौँला नि त होइन। अरूको सामान लोभ लाभ गरेर ल एक दिन पुग्ला 2 दिन पुग्ला एक दिन रहर पुग्ला होइन। एक दिन 2-3 दिन बोकेर रहर पुग्ला तर त्यो 2-3 दिनपछि त मन घिन्न हुन्छ नि त। त्यो के काम थियो होइन। त्यसैले परेको गरौँ आफूले जति पसिना के पेलेर काम छैन। म अहिले ठ्याक्कै जगडोल पुगेँ भनेपछि अब यहाँबाट अझै टाइम त लाग्छ। अब म त कहाँ अब 3 चिली त पुगेछु अब गर्मी फेरि यति छ फेरि हाम्रो यो चाहिँ जगडोल कस्तो हुँदो रहेछ लास्टमा हेरिदिनुहोस् है। सबैको समस्या बुझ्नुपर्छ होइन। अब म त एउटा सानो फोन त्यो टिकटिके फोन छ नि त्यो भेट्यो भने मैले त सम्पर्क गरेर म त पुऱ्याइदिन्छु होइन। 1-2 दिन राखेर होइन। 1-2 दिन अब मान्छे आएन भने त 1-2 दिनसम्म राखेर भए पनि अब आएन भने म आफै पुऱ्याउनु जान्छु क्या। त्यसैले मैले पुऱ्याउनु पर्छ किनकि अब नम्बर आफ्नो मान्छेको होइन आफ्नो व्यक्तिगत होइन के हुन्छ कस्तो हुन्छ त्यो हामीले के कामै छैन नि त्यो त। अरूको सम्पत्ति लोभ लाभ गरेर हामीले के काम आखिर पुग्ने पनि होइन। ल ठिक त अब 2-3 दिन केही त 2-3 दिन अब रहर पुग्ला होइन। त्यसपछि त अब आफ्नो अब जस मन हिँड्न हुन्छ नि त। त्यो के कामै छैन नि अरूको सामान त्यो बोकेर होइन। कति मान्छेले होइन त्यस्तो गर्छ पनि होला होइन। साथीहरू म के भन्न चाहन्छु भने अरूको सामान गाडीमा छोड्छ जाने उनीहरूले त्यो छोडेको हुँदैन किनभने अब कुनै बेला त्यस्तै हुन्छ किनकि अब उनीहरूले सम्पर्क गर्छ होइन। त्यति बेला ठ्याक्कै हामीले उठाएर हजुरको सामान ल्याएको रहेछ कहाँ ल्याउनु पर्ने हो बरु म त्यहाँ पुऱ्याइदिन्छु हजुरलाई होइन भनेर भन्नुपर्छ। त्यो कुराहरू अब त्यो आफूले हरेक कुराहरू बुझिराख्नुपर्छ। त्यो त अब साथीहरूले भनिराख्नु पर्दैन होला। अहिले म ट्याक्कै 3 चिलीमा पुगेँ होइन। अब 3 चिली पुगिसक्यो ठ्याक्कै चोकमा पुगेँ। अब यहाँबाट धेरै त टाइम नलाग्दा मलाई त्यहाँ पुगेपछि म कल गर्छु। कल गरिसकेपछि त्यहाँ पुगेपछि म कल गर्छु। अब के गर्नु उहाँ टाढाबाट फेरि उहाँहरू फेरि हङकङवाला रहेछ। हङकङ त्यो फेरि हाम्रै पूर्वेलीहरूको रहेछ लिम्बूहरू। अनि यसो बोल्दै आउँदाखेरि चाहिँ यस्तो भयो। तर यहाँ चाहिँ अलिकति यो चाहिँ अघि यो ढोकाले गर्दा होला यहाँ अलिकति फुटेको चाहिँ छ है। फुटेको छ होइन त्यो ढोका त्यो झर्दाखेरि लाउँदाखेरि त्यो फुटेको होला क्या। यो ढोकाले च्यापेर क्या अलिकति चाहिँ फुटेको छ है यो फेरि। त्यो चाहिँ मैले फुटाएको होइन। त्यो पनि मैले त के थाहा होइन। अब पछाडि मैले उहाँहरू झारिसकेपछि मैले फेरि इन्भाइटमा एउटा टिप उठिसकेपछि मैले लोकेसनमा पुगेँ। लोकेसनमा पुगिसकेपछि के भयो भन्दाखेरि 2 जना थियो। 2 जना केटीहरू हुनुहुन्थ्यो दिदी बहिनीहरू। अनि एकजनाले चाहिँ मोबाइल भन्दै हुनुहुन्थ्यो। एकजनाले चाहिँ मैले पनि यसो हेरेँ देखेन। खै एकजनाले चाहिँ फेरि खै कहाँ छ र मल भन्दै हुनुहुन्थ्यो। ऊ यहाँ छ त भनेर फेरि त्यो चेपमा पो थियो रहेछ। चेपमा भएपछि अनि ठ्याक्कै त्यसले त्यो ढोकाले च्यापेपछि त्यो फुट्यो क्या।
फुटेपछि अनि त्यो त्यो अलिकति उयो के भएको छ। अब उहाँले अब आफ्नो अब के गर्छ के गर्नु होइन उहाँको कुरा हो। ठ्याक्कै तिनचुली चोक पुग्यो। ए उता त अघि आरुबारी चोक मात्र छ त। हौ त्यो कति बद्दो रहेछ हौ लु। हौ भाइ एउटा टिप त दिने छैन होला के चाहिँ बजिरह भने बजेको बजे यसरी बजेको बजे गर्छ तर दिने होइन। या अहिले आजको दिनमा मैले कति कमाइसक्यो भने ल 1997 त कमाइसकेको छु त 1997 रुपियाँ। करिब म पुग्नु लागेको छु। अब खासै धेरै टाइम त छैन। अब करिब म पुग्नु लागेको छु। हेलो गाइजहरू के छौ आउनुहोस् है काठमाडौँ सहरमा। आएको छ मैले यहाँ नम्बर चाहिँ फोटो चाहिँ खिचेर आएको छु तर म महाकाल चोक आइपुगेँ। गरिबमा पुग्नु लाग्यो भनौँ न। महाकाल चोक आइसकेँ भनौँ न। अब पानी ट्याङ्की पुग्यो। अब चाहिँ धेरै छैन। अब पुग्नु लाग्यो भनौँ न। पुग्नु लाग्यो भनौँ।
चावेलको स्तूपा